हेलो नमस्ते सबैजनालाई म न्युमरोलोजिस्ट एन्ड वास्तु कन्सल्ट कृष्ण नेपानीको तर्फबाट आज म तपाईँलाई न्युमरोलोजी अन्तर्गत रहेर आफ्नो पर्सनल ड्राइभर कन्डक्टर यानी मूलाङ्क र भाग्याङ्क कसरी निकाल्ने भन्ने कुरा चाहिँ म तपाईँलाई जानकारी दिन गइरहेको छु। र त्यो सँगसँगै तपाईँलाई न्युमरोलोजी अन्तर्गत रहेर कुनै पनि तपाईँलाई जिज्ञासा छ, आफ्नो बारेमा जान्न चाहनुहुन्छ भनेपछि र भविष्यलाई कसरी नेभिगेट गर्ने त भन्ने कुरा तपाईँलाई लाग्छ भने अथवा तपाईँ जान्न चाहनुहुन्छ भने यो नम्बरमा कल गरेर आउनुहोला, त्यहाँनिर तपाईँ हाम्रो भेट हुनेछ। र म तपाईँलाई मूलाङ्क र भाग्याङ्क कसरी निकाल्ने भन्ने कुरा म सिकाउन गइरहेको छु। जस्तो मैले एउटा यो पर्टिकुलर डेट लिएको छु है, 7 अक्टोबर 1989 है त। यो डेटमा चाहिँ हामीले यसको मूलाङ्क र भाग्याङ्क कसरी निकाल्ने भन्ने कुरा म तपाईँलाई सिकाउन गइरहेको छु, हेर्नुहोला। जस्तो मूलाङ्कको लागि तपाईँको मूलाङ्कलाई हामी इङ्ग्लिसमा ड्राइभर भन्छौँ। ड्राइभर अनुसारको चाहिँ मैले यहाँनिर तपाईँलाई सिकाउँदैछु। ड्राइभर भनेको तपाईँको पर्टिकुलर डेट मात्रै हुन्छ है। डेट यहाँ 7 मात्रै छ, यहाँ सिङ्गल डिजिटमा छ, त्यो भएको कारणले गर्दाखेरि मैले यहाँनिर 7 लेखिदिएँ। यदि तपाईँको डबलमा हुन्थ्यो भने त्यसलाई पनि सिङ्गल गरेर सिङ्गल जति आउँछ त्यति चाहिँ लेख्नु पर्थ्यो। र अर्को कुरा छ तपाईँको, अब हामीले ड्राइभर त निकाल्यौँ, कन्डक्टर कसरी निकाल्ने भन्ने कुरा तपाईँ हामीलाई जानकारी छैन है त। अब त्यो कन्डक्टर कसरी निकाल्ने भन्ने कुरा म तपाईँलाई सिकाउन गइरहेको छु। जस्तो यहाँ डेट, मन्थ, इयर छ होइन, यसलाई चाहिँ प्लस गर्ने कति छ, 7 + 1 प्लस अनि तपाईँको फेरि पनि 1 + 9 + 8 + 9 छ यहाँनिर है त। जस्तो 0 किन प्लस गरिएन भने 0सँग प्लस गर्दा 0 नै हुन्छ है त, त्यति नै हुन्छ। जतिसँग +0 गऱ्यो त्यति नै हुन्छ। त्यसले गर्दाखेरि अब यहाँनिर टोटल कति भयो, 7 × 1 = 8, 8 × 1 = 9, 9 × 2 = 18, 18 र 8 = 26, 26 र 9 तपाईँको 35 हुन्छ है। टोटल कति भयो, 35, 35 होइन। अब यसलाई पनि हामीले सिङ्गल डिजिटमा ल्याउनुपर्छ डबल आयो भने। जस्तो 35 छ, 35, यसलाई पनि 3 + 5 गरेर बराबर 8 हुन्छ है, अथवा 8 हुन्छ। अब यसको भाग्याङ्क कति निक्ल्यो, यसको 8 निक्ल्यो। त्यसै गरेर तपाईँले पनि आफ्नो मूलाङ्क र भाग्याङ्क निकाल्न सक्नुहुनेछ। यसरी डेट लेख्ने अनि त्यसपछि डेट चाहिँ तपाईँको ड्राइभर भइहाल्यो, मूलाङ्क र टोटल जोड्नु भयो भने तपाईँको डेस्टिनी नम्बर यानि कि भाग्याङ्क आउँछ। यसरी चाहिँ गर्ने है।